हेलो गाइज वेलकम ब्याक टु अनदर न्यू भिडियो। सो आजको भिडियोमा म तपाईँहरूलाई देखाउने छु हाम्रो घरतिर गाउँतिर के चलिरहेको छ। सो अहिले चाहिँ दसैँको माहौल सुरु भइसकेको छ। आज अष्टमी सुरु हुनुको साथ यहाँ रोटी पकाउने काम अनि खसी बोका काट्ने काम चलिरहेको छ। सो अब हाम्रो घरतिर त केही चलेको छैन, पारी खसी बोका काट्न मान्छेहरू गइसकेका छन्। हाम्रो घरतिर चाहिँ यहाँ रोटी पकाउने काम चलिरहेको छ। बाबाले रोटी मुन्दै हुनुहुन्छ। अब मम्मी म बाबा मिलेर चाहिँ रोटी बनाउने हो। तपाईँको घरतिर रोटी पाक्यो कि नै? अष्टमी लागिसक्यो, अब दसैँ आउन 2 दिन बाँकी छ। छिटो रोटी पकाउनु, मलाई पनि ल्याइदिनु। सो गाइज म तपाईँहरूलाई आज मेरो घर देखाउँछु। सो घर बाहिरबाट देखिसक्नु भएको छ। भित्र कस्तो छ भन्दा यतातिर एउटा रुम छ अनि यहाँ यो मेन ढोका चाहिँ यस्तो हुन्छ गाइस। यो मेन ढोका भित्र छिर्ने अनि यहाँ साइडमा एउटा रुम छ अनि यहाँ गाउँघरमा चाहिँ यस्तो यो काठवाला सिडी हुन्छ। यस्तोवाला यस्तो टक 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 लगाएर माथि जाने अनि यहाँ यो ठाउँलाई मटान भन्छ होइन मम्मी? यो ठाउँलाई मटान भन्छ। यहाँ चाहिँ सामानहरू राखिन्छ अनि यता चाहिँ यसलाई भन्छ बैठक कोठी गाइस। यहाँ चाहिँ यस्तो सुत्ने ठाउँ हुन्छ अनि यता बाहिरपट्टि चाहिँ बारदली हुन्छ गाइस भ्यू हेर्नको लागि। बरेन्डा घरतिर चाहिँ बरेन्डा भन्छ। यहाँबाट चाहिँ टक्क पारी हेर्ने, बारीमा हेर्ने बाँदरहरू आउँछ। अनि यो भन्दा माथि जाने अर्को सिडी हुन्छ यहाँबाट टक टक टक। यसलाई चाहिँ उपल्लो तला भन्छ गाइस। ओहो के हो यो उपल्लो तलामा त? के हो यो गाइस? बनाना पाक्दै रहेछ यहाँ चाहिँ। ल 2टा बनाना पाकेर चाहिँ यो चाहिँ म दिउँसो खान्छु, कसैलाई दिन्न। अनि यहाँ चाहिँ मकै, आँखा नलाउने गाइस हाम्रो मकैमा। यहाँ मम्मी चाहिँ किताब खोज्न आउनुभएको छ। घर पढ्ने कोही छैन, किताब खोज्न आउनुभएको छ। यहाँ भएका किताब बेच्नुभयो। यहाँ छ एक कट्टा किताब राख्नु भएको छ अरे। भनेपछि मम्मीले पनि पढ्न लानुभयो है गाइस। मेरो मम्मी नै अब छिटो ट्यालेन्ट हुनुहुन्छ। यहाँ चाहिँ यो के हो गाइस? यो चाहिँ कमेन्ट गर्नु है गाइस के होला। भित्र चाहिँ अँध्यारो भएर राम्रोसँग देखिरहेको हुन्छ। माई मिस्टेक गाइस। सो अनि यताको यो अर्को रुम, यो चाहिँ अर्को रुममा चाहिँ यहाँ यस्तो चिज हुन्छ। म बत्ती बालेर देखाइदिन्छु। यहाँ चाहिँ यस्तो टिभी हुन्छ यहाँनिर। अनि यहाँ गाइस यो के हो कमेन्ट गर्नुहोस् गाइस के हो। अनि यो के हो गाइस? यो हो हनुमानजीको गधा गाइस। गधा बोकेर म चाहिँ अब युद्ध लड्न। ए को हो यहाँ मलाई जिस्काउने? मम्मी को हो भन्नु? त्यसलाई म यो गधाले हानेर मारिदिन्छु। कसले हिम्मत गरे यहाँ मलाई छुने? को हो? मम्मी कस्तो देखेछ मलाई? हेर्नु न एकचोटि। यो गधा हो, यो हनुमानजीको गधा हो। म गधा बोकेर हिँडिरहेको छु गाइस। यो गधालाई चाहिँ जहाँ छ त्यहीँ राख्दै मैले गाली खाइन्छ। यस्तो गधा बोकेर हुनुहुन्न। यहाँ चाहिँ पिठो छ गाइस, रोटी पकाउनु पर्यो नि। सो मेरो घरमा चाहिँ के छ यहाँ यो अमिलो, अस्ति दाइले लिएर आएको अमिलो। सो अमिलो चाहिँ खाने हो, तर घरमा यहाँ सबै बिरामी छन्। यहाँ चाहिँ यस्तो काम चल्दैछ। तपाईँहरूलाई म अब अहिले पछि बोका काटेको ठाउँमा नै लगेर देखाउने छु कस्तरी काट्छ हाम्रो गाउँमा, कस्तो सिस्टम छ बोका काट्ने भने। रोटी पकाउने काम हुँदैछ यहाँ मम्मी र बाबाको। यहाँ बाबाको ढङ्ग भने रोटी पकाउने, मम्मीले गाली गर्दै हुनुहुन्छ। झगडा गर्दै हुनुहुन्छ बुढा गाई। सिक्नु है, ऊ मम्मीले सिकाउँदै हुनुहुन्छ कसरी मिलाउने। गाइज कुन रोटी हो यो चाहिँ कमेन्ट गर्नु है। अहिले पकाएको त देखाउँछु, तर तपाईँहरूले अहिले कमेन्ट गर्नु कुन रोटी भन्दैछ यहाँ। ल गाइज यहाँ चाहिँ रोटी पकाउने काम चलिरह ल। अब रोटी पकाएर एउटा रोटी चाहिँ पकाएर भ्याउनु लाग्यो। यहाँ मम्मीले पकाउँदै हुनुहुन्छ। एउटा सुपा भयो अनि उता सकिन लाग्छ। एक सुपा चाहिँ बाबाले राखिसक्नु भयो।
अब के रोटी पकाउने अरू चाहिँ मलाई थाहा छैन, आउँदा नि आउन्न। यो यहाँ 1-2टा छन् मैले बेलेका, यस्ता यो अर्को कता गयो यो स्नेकवाला के बनाएको थिएँ मैले चाहिँ, तपाईँले सर्ट भिडियोमा नि देख्नुहुन्छ। रोटी पकाउने ढङ्ग छैन, त्यही पनि यहाँ पकाउन आँट गरेको। मम्मीले चाहिँ अर्कोचोटि आएर बुहारी लिएर आइज भन्नु रोटी पकाउन, को आउने हो कमेन्ट गर्नु है गाइज। रोटी चाहिँ यता स्टोर भइँदैछ है हाम्रो, यता यहाँ टक्क लाएर देख्न सक्नुहुन्छ रोटी। गाइज यहीँ यो रोटी आज बनाएको, अहिलेसम्म बनाएको, अरू चाहिँ बनाउने माइती छ है। टमाटर घर फले बाबा खिच्नु, बाबा चाहिँ टमाटरको पनि खिच्न भन्नुहुन्छ, यो खिच्ने अनि यो हामीले बनाएको त्यो बनेको छ है गाइज। खाना खाएर रोटी बनाएर अब मासु काट्ने ठाउँतिर लागिरहेको छु। मासु काटेर भ्याउन लागिसक्यो होला केटाहरूले, अब गएर उठाएर लिएर आउने मासु। अनि रोटी बिहान त पकायो अलिकति, अरू पकाउने ढङ्ग छैन मेरो। छोराबाट भन्नु है गाइज, छोरा मान्छेबाट हुँदो रहेछ रोटी पकाउने काम। सो दिदीलाई बोलाएर आउनु पऱ्यो। अब बिहान बोलाएको, दिदीको घर चाहिँ मासु काट्दै हुन्छ, अनि म भ्याउँदिनँ भन्नुभयो, दिउँसो आउँछु भन्दै हुन्थ्यो। अब गएर मासु लिएर आउनु पऱ्यो, अनि दिदीलाई पनि लिएर आउनु पऱ्यो, अनि दिउँसो फेरि रोटी पकाउनु सुरु गर्नु पऱ्यो। सो तपाईँहरूलाई म अब मासु काट्ने ठाउँमा गएर भेट्छु ल। गाइज यहाँ चाहिँ मासु काट्ने कार्यक्रम चल्दैछ। यहाँ यतातिर मासु काट्दै हुनुहुन्छ नि। यहाँ हाम्रो समी सरले यहाँ राजधानी खाँदै हुनुहुन्छ, पोल्दै हुनुहुन्छ राजखानी। यहाँ राजखानी गाइज, कोले खाने, कोलाई मनपर्छ राजखानी है। सो गाइज मलाई चाहिँ यहाँ मासु काट्ने ठाउँबाट काम गराउनु भएको छ, त्यहाँ चाहिँ जेन्जीको विषयमा कुरा हुँदैछ। सो काम भनेको चाहिँ के हो भन्दा तपाईँहरूलाई एकैछिनमा थाहा भइहाल्छ। तपाईँलाई थाहा होला, अब बुढाखुढा मान्छेहरू भेट भएको छन्, गफ गरे हन्टा केटाहरूलाई काम गर्न लगाइरहेछन्। मान्छेहरू अब विदेश जान थाले, विदेश नै गाउँ छोड्न थाले। बारी अनि यो बारी यता यस्तो राम्रो छ, यता यो बारी पुरै घरमा पनि कोही छैनन्, यस्तो छ हालत अहिले गाउँको। यहाँ एउटा बुढी आमा हुनुहुन्थ्यो, उहाँ बित्नुभयो, त्यसपछि यो बारी गर्ने मान्छे कोही भएनन्। सुक्खाराम बारी चाहिँ त्यस्तो भएको छ। यो केटा आऊ कोही खेती गर्ने भए फ्रीमा दिनुहुन्छ यो खेती गर्नु त। म चाहिँ भाउजूले लिनु पठाएको सामान बोकेर आएको छु। यो चाहिँ पानी हो है गाइज, यताको लोकल पानी हो, अरू नसोच्नु नि, लोकल पानी हो। आहा कस्तो गना खा लोकल पानी हो गाइज, लोकल पानी। त्यहाँ मासु काट्नेले खानेले लोकल पानी। फेरि पनि गुड मर्निङ गाइज। आज पनि हिजोको जस्तै नवमीको दिन पनि यहाँ रोटी पकाउने कामहरू चलिरहेछ। यहाँ मम्मीले यता रोटी चाहिँ पकाउनु भएको छैन अरे, भिडियो बनाइदिन्छु भनेको। कहिले हो मम्मी? उता मम्मीको चाहिँ रोटी पकाउने काम, हाम्रो यहाँ बाउ छोराको काम चाहिँ यस्तो छ गाइज। यो के हो यो कमेन्ट गर्नु गाइज, यहाँ के बन्दैछ। सो मैले चाहिँ यहाँ यति प्याज काटेर भ्याएको, बाबाले खुर्सानी काट्न लानुभएको, अझै प्याज काट्न बाँकी नै छ। यता त्यो अहिले यो रोटी पनि पकाएपछि सँगै बनाउनु त्यो भिडियो। बाउ छोरा चाहिँ पकौडा बनाउँदैछ, मम्मी चाहिँ यहाँ रोटी पकाउँदै हुनुहुन्छ। गाइज तपाईँहरूलाई आउँछ किन सेल पकाउन? यहाँ मम्मीले सिकाउनुहुन्छ सेल पकाउन। यहाँ यस्तै गोलो पकाउनु है सेल पकाउँदा। नआए हाम्रो मम्मीसँग आउनु सिक्न। मेरो त ढङ्ग छैन, सिधा नै हुन्न मेरो त। यहाँ हाम्रो किचनमा रोटी पकाउने काम चाहिँ चलिरहेको छ। यहाँ धुवा चाहिँ लास्टै उडिरहेको छ। मम्मी कसरी बस्नुभएको त्यहाँभित्र थाहा छैन मलाई, कसरी बस्नुभएको। अँधेरोमा रोटी पकाउँदै हुनुहुन्छ त्यता मम्मी चाहिँ। ल हाम्रोतिर चाहिँ यहाँ रोटी पकाएर सक्नु लाग्यो ल। यहाँ परातभरि रोटी छ, यता बुढाबुढी मिलेर रोटी पकाउँदै। मम्मीले चाहिँ जत्रै हेर्नुहुन्छ क्या। मेरो काम चाहिँ अहिले केही भएन, घाँस काट्नु जानु थियो, बाबाले नजाऊँ भन्नुभयो। अब मेरो काम यस्तासँग खेल्दै बस्दै हो। आइज आइज जाऊँ घुम्न जाऊँ, आइज छिटो आइज है, ढोका लायो आइज। उता आइन जाने, यता 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 हिँड्ने, यता 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 हिँड्ने, यता 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 हिँड्ने, यता। यो चाहिँ मसँग लड्न खोज्छ कि खालि।
यहाँ यसले मार्छ मलाई कुन दिन ओइ हरामी छ क्या यो गुए चाहिँ यहाँ आइज यस्तो छ यो भाइ भाइ भन्ने यस्तो छ यहाँ आइज त यहाँ आइज अरे हान्ने फेरि होइन उफ्रिनु मात्रै हो यो ए काम लाग्दैछ नि यहाँ आइज त यहाँ यहाँ हेर त यहाँ हेर यहाँ हेर यहाँ हेर यहाँ च्यानललाई सब्सक्राइब गरिदिनु भन् ऊ सब्सक्राइब गरिदिनु भन् है गाइड च्यानललाई यसले यसरी भन्छ कि यसले चाहिँ यसको बोल्ने ढङ्ग छ होइन अनि उफ्रिएर भन्छ अब सेयर गरिदिन भन् ल ल अर्को सेयर पनि गयो है ल गाइज अब कमेन्ट गरिदिनु भन् ल छिटो कमेन्ट गरिदिनु भन् छिटो गाइज कमेन्ट गरिदिनु भन् सो घरमा बसेपछि अलिअलि काम पनि गर्न पर्यो यहाँ चाहिँ म काम गर्न आएको गोठातिर सो यहाँ टाउलोमा चाहिँ यो के भन्छ अरे बाख्राको कुडो पाकेको छ यसलाई चाहिँ अब लगेर जाने हो कसरी लगिदिनु एउटा हातले उठ्छ ए गाई चाहिँ एउटै हातले उठाइदिन्छु म त ल यसरी एउटै हातले छप 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 पोखिन्छ यो चाहिँ यहाँ रोइरहेछ के भयो अरे तँलाई खान दिएनन् यसलाई चाहिँ खान दिएनन् भन्दै रोइरहेछ यो कालीलाई ओइ धेरै कराउँछस् यही हल्ला गर्ने यो त्यहाँ आँटो नखाटो न साम भटभटे चाहिँ यहाँ बसिरहेछ कपडा झुन्नेर बसिरहेछ भटभटेमा ओइ ओइ आउँलाई हल्ला गर्छस् कुडो टक्राइदिएँ मैले मम्मी यहाँ भैँसी रिसाइरहेछ काली के भयो मेरो कालीलाई ओए अहिले चाहिँ हामी खानासाना खाएर बाँकी रोटी पकाउँदैछौँ सो बाबाले चाहिँ यहाँ रोटी पकाएर सकिसक्यो ल के हो बाबा यो रोस्ट के रे ललिपप ललिपप गाइज भेज ललिपप है पकौडा भन्छ यसलाई चाहिँ यहाँ यस्तो चढाउनु पर्छ रोटीहरू यहाँ अनि यसरी झिक्नुपर्छ अनि खानुपर्छ यो चाहिँ मेरो रिक्वेस्टमा बाबाले बनाएको बाबा नुन त राखेन त बाबा चाहिँ आफूले खानलाई यहाँ डढाल्नु भएको यो चाहिँ हामीले खान्छ लैजाऊँ यो तपाईँलाई चाहिँ म अब हाम्रो दसैँमा पकाएको रोटीहरू देखाउँछु यहाँ फेरि मम्मी लिप्दै हुनुहुन्छ टेक्दिन पनि भएन अहिले गाली खाइन्छ दसैँमा के रोटी पकायो कति पकायो भनेर देखाउँछु म चाहिँ तपाईँहरूलाई गाइस रोटी चाहिँ यति है ल यो सेल यो अर्सा यो बटुक भयो अनि यो चाहिँ फिनी रोटी यति हो गाइस रोटी धेरै पकाउनु हुन्न दसैँमा चाहिँ मासु धेरै खाने हो आजको भिडियो चाहिँ म यति नै गर्छु सो तपाईँहरूलाई अब नेक्स्ट भ्लग दसैँ भ्लग लिएर आउनेछु नेक्स्ट भिडियोमा भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु बाई बाई